ल यस्तो भित्र गर्मी बाहिर झरी परिरहेको हुन्छ ल ठिक छ कति चिप्लो खाऊ त हिलो छ कि नै त्यो त धान रोपिसक्यो अलिअलि झारपरा आलीमा गोड्नुपर्छ अहिले त चिप्लो छैन बाटो त ल ठिक छ ए भोटो आङा हजुर हजुर कान्छाजी ओए आङा कान्छाजी चाची राङ्गी सेवा सोल्जी सोल्जी पुङ्गो ओए आङा पुङ्गो आँखा आज हामीले 4 जना पनिसमेन्ट गेम खेल्यौँ 4 जना 4 जना पनिसमेन्ट गाह्रो छ हेर कस्तो पनिसमेन्ट सिम्पल देऊ न त ल सिम्पल पनिसमेन्ट ल सिम्पल एरिस तिमी कहाँ छौ म काठमाडौँ छौ काठमाडौँ गयो बट्टा काठमाडौँ गयो म तपाईँलाई भेट्न म त घरमा छैन नि त आर्मी हो कुलबा त वान म्यान आर्मी हो त्यस्तो हैन वान म्यान आर्मी हो वान म्यान आर्मी हो के म वान म्यान आर्मी मेरो कसैसँग त्यस्तो हुँदैन मेरो वान म्यान हैन म तपाईको सामान बोतल सोतल लुगा सुगा बोकिदिन्छु नि लुगा सुगा बोकाउनु दराजको लुगा मिलाउनु भन्नु भयो सुने फेक गर्दा मतलब दराजको लुगा लथलिङ्ग भएको छ I'm ready to bring your stuffs. ए मेरा इंग्लिश Just call me one time. बोली सिकाए यस्तो इंग्लिश त बाबाले हान्न थालिदै ल ठिक छ के रे कल मी वन टाइम रे यता सुन कलमी न सल्मी त्यो छोडा अब त्यहाँ मसँग चाहिँ टिम चाहिँ को बन्ने त रविन दाइ र म बनेर त भएन रविन दाइ र म मिले भने त्यहाँ फाट्नुपर्छ फाट्नुपर्छ रविन दाइ र म चाहिँ अलग अलग हुनुपर्छ हैन ल जे पर्दा हाम्रो र म ल जो आङा तिमी र म है है म छुट्टै मान्दिन भाइ के मोहन लाग्यो त्यस्तो के छुट्टै मान्दैन त नि म तपाईसँग बस्ने दाइ मैले त्यो बाण हानेको थिएँ कि टाढाबाट झुकेर यतातिर पो लागेछ कि अनि अब के गर्नु त सन्चो बनाउनु हाम्रो के हो कुरो वान म्यान आर्मी बाण हान्छ बाण हाने के होइन त्यो छुटाउने बाण हानेको गल्तीले अर्कै बाण गएछ कि ल ठिक छ यता सुन आङा हो आङा नाकमा छोड्दै क्या यता सुन आङा र म हो होइन बेस्ट अफ 3 हुन्छ बेस्ट अफ 3 आङा र म रोबिन दाइ र एरिस तर पनिसमेन्ट चाहिँ फेरि सजिलो पनिसमेन्ट हुनुपर्छ के अस्ति त्यो हामी ठुलो जस्तो दालमा काल्दै अनि त्यो अड्किन डान्स के हो त्यो दिन त कस्तो हुन्छ ल हैन मलाई त दिन आउँदैन फोटो तिमी दियो त्यो मैले दाँतमा यसरी ब्ल्याक कलर लगाएको थिएँ नि अस्ति मेरो आइडी सस्पेन्ड भयो कि नगर्ने त्यो पनिसमेन्ट अरू कसैको हुन्न तिम्रो अलि डर लाग्दो देखेर सस्पेन्ड भएको होला यता सुन ओठै 15 सेन्टिमिटर छ यत्रा गर्न टिकटक नि के अवस्था नि यार सबैले मलाई हेप्छ कम से कम तपाईँ त मलाई माया गर्नु के हैन सबैले मलाई हेप्छ त एटलिस्ट तपाईँ त मलाई माया गर्नु न ए हैन मुगलिनमा पहिरो गएर बाटै लर गएर के पहिरोले अनि मलाई फोन आएको थियो के मलाई त्यो हाब्रेजीको ओठ चाहिँ सापटी दिनु न 2 दिनको लागि त्यहाँ बिछाउनु पर्यो हाब्रेले हैन पहिरो एला किन लान्न 15 सेन्टिमिटर भने कति हुन्छ ह ल यता सुन ल आङा ओए पंक्षीको जेजो मुबा जेजो दे मुबा ओके बुझेन हजार बुझेन के पनिसमेन्ट मुआ के बुझेन हौ बुझाइदेऊ आङा बुझाइदेऊ त त्यो भनेको हाम्रो ग्याङहरु छ है ल दाजुभाइहरु छ है भनेको नि